ढिलो आयो कडा आयो भने चाहिँ तपाईले जुन यो 1 वर्षमा जुन किसिमको सफलता पाउनु भएको छ तपाईले कहिले कल्पना गर्नु भएको थियो? यो सपना चाहिँ देखेको थिएँ, कल्पना चाहिँ गरेको थिइनँ। लाग्थ्यो कुनै बेला यति हुन पाए या यस्तो गर्न पाए भन्ने त अब यो म एकदम भनौँ न रहर सपना उद्देश्य सबै यही हो जिन्दगीको, त्यही थियो सानैदेखि। तर म त्यति धेरै आफूसँग कन्फिडेन्स चाहिँ थिइनँ म, किनभने मार्केट कम्पिटिसन धेरै छ। अब त्यही देख्दै आइयो अनि आफूभन्दा खतरा खतरा मान्छेहरू पनि देखिरहेको छु मैले, मेरै सङ्गतमा हुनुहुन्छ अझै। अनि अहिले पनि म मेरो साथी सङ्गतहरूसँग बस्दाखेरि अहिले पनि म एकदमै कन्फिडेन्ट लो नै फिल गर्छु आफूलाई, यस्ता यस्ता मान्छेहरू पनि छन् भने जस्तो लाग्छ क्या। तर अब मैले पनि राम्रै गर्दै रहेछु र मन पराउनुहुन्छ, त्यो एकदम धन्य छु म त्यसमा। तर त्यो कल्पना गर्ने नगर्ने भन्ने कुरा चाहिँ त्यसले पनि म्याटर गर्दो रहेछ। यो मार्केटमा यति मान्छे अद्भुत कला भएका मान्छेहरू हुनुहुन्छ, अनि त्यो त्यति मध्येमा आफू पनि अगाडि निस्किनलाई चाहिँ एकदमै गाह्रो थियो। तर जो समयले जुरायो भनौँ न। जस्तै अहिले चाहिँ जुन त्यो हुन्छ नि तपाईले 7 वर्षसम्म जुन असफलता हैन जुन सङ्घर्ष गर्नु भएको थियो हैन, त्यो कुराहरू चाहिँ अहिले यो 1 वर्षले नै बिर्साइदिए जस्तो लागिरा होला है? त्यो त अब अलिकति फिल हुन्छ अहिले, किनभने भनाइ छ नि त, अब दुःखपछि सुख आउँछ, रातपछि दिन आउँछ भने जस्तै होला जस्तो लाग्छ। फेरि धेरै खुसी चाहिँ हुन्न म, किनभने अब यो समय यतिकै चलिरहन्छ भन्ने पनि हुँदैन। अनि अहिले राम्रो समय छ, राम्रो भएको बेलामा सकभर आफूले आफ्नो बेस्ट चाहिँ गरौँ भन्ने छ।